हाम्रो धनकुटाका अग्रज पत्रकार सञ्जय सन्तोषी राईज्यू चाहिँ आफ्नो बारीमा यो के ल्याइराख्नु भएको छ म एकचोटि उहाँलाई सोध्छु है त। ओहो यो के ल्याउनु भयो? ए यो काठको धुलो हो। हजुर यो समिलबाट ल्याएको। यसलाई चाहिँ यो काठको धुलोहरू चाहिँ केमा प्रयोग गर्ने हो यो? यहाँ अदुवा रोपिएको छ। हजुर ए ए यो अदुवामा हजुर यो काठको धुलोहरू लगाउने। हजुर अनि बुरुर हजुर त्यसपछि अनि यो पतिङ्गरहरू छ नि, हजुर स्याउलाहरू लगाएपछि चाहिँ त्यहाँ आउँदैन झारपातहरू। अरू त्यो अदुवा मात्रै उम्रेर आउँछ। अनि झारहरू उम्रिँदैन। झारहरू नउम्रानको लागि चाहिँ यो धुलो र पतिङ्गर लाउनुपर्छ। यसले चाहिँ झारहरू उम्रिनु दिँदैन? झारहरू अनि यो झार उम्रो भए त अदुवालाई लगाएको जुन मलहरू झारले खाइदियो? झारले खाइदिन्छ। त्यही भनेर मैले चाहिँ यो माटो के अरे काठको धुलोहरू लगाइदिन्छु। यो अर्को साललाई मल पनि हुन्छ। त्यसपल्ट चाहिँ मल्चिङ भन्छ यसलाई। हजुर मल्चिङ भने सोत्तर लगाउने। हजुर सेउला लगाइदिनुपर्छ। हजुर सेउला लगाएपछि अब त्यो अदुवा मात्रै निक्लिन्छ। हजुर अनि झारहरू आउँदैन र त्यो अदुवा फस्टिन्छ। यो लगाउँदाखेरि मल पनि हुने, झार पनि नआउने, यो फाइदा छ। भनेपछि यो काठको ढुटो त यस्तो उपयोगी रहेछ है? उपयोगी छ, एकदम राम्रो छ। अब यसरी चाहिँ यो अदुवालाई चाहिँ हजुर हजुर विशेष गरी हुन्छ। यो त सबै अदुवा रोप्नु भएको हो यो? रोपिसक्यो। हजुर हजुर